नमस्ते। म चाहिँ अहिले नुवाकोटमा होइन, म अहिले चाहिँ दोलखा रामेछापको सात बाटो भन्ने ठाउँमा छु। आज आएको 2 दिन भयो। अब यहाँ आइसकेपछि एउटा भिडियो पोस्ट गर्न मन लाग्यो, त्यही भएर अब अर्को वर्ष आइन्छ या आइँदैन, यो त समय र परिस्थितिले र उपरवालाको आशा र भरोसामा आउने कुरा हो। त्यसै कारण चाहिँ म तपाईँहरूको लागि भिडियो विशेष बनाउन लागिरहेको छु। र अहिले म साँझको यहाँ 7 बजी लागिसकेको छ र यसै बखतमा यहाँ अब अरू पनि मान्छेहरू हुनुहुन्छ। अनि यहाँ एकदम गाह्रो छ, लेक ठाउँ रहेछ। अनि त्यही भएर म पनि हातमा कन्या लगाएर कानमा टोपी लगाएर तपाईँहरूलाई मैले भिडियो बनाइरहेको छु। र अबको विस्तारमा के यो 7 बाटो भन्ने ठाउँको म पुरै भिडियो तपाईँलाई देखाउनेछु साँझको बेलामा। कसैलाई चाहिँ कमेन्ट गर्नु होला। म दोलखामा छु, दोलखा चरीकोट बजारमा। म चाहिँ यहाँ आउनुको उद्देश्यको कारण चाहिँ मेरो बाबु बिरामी भएको कारणले गर्दा केही साथ सहयोग सपोर्ट सहयोग भयो भने पैसा उठाएको पैसाले मैले बाबुलाई काठमाडौँको सैनिकको मनमा फुलाएर उपचार गराउँछु भनेर नै म आएको छु। त्यही भएर नै मैले यसलाई भिडियो कैद गरिएको छु र मैले अगाडिको भिडियो पनि मैले टिकटकमा हालिसकेको छु। भाइरल गोपी मिजार 25मा तपाईँले टिकटकमा देख्न पाउनुहुन्छ भने मेरो फेसबुक छैन, मेरो छोराको गौरव मिजार भन्ने फेसबुकमा पनि मैले पोस्ट गरेको छु, तपाईँले हेर्नु होला भन्न चाहन्छु। अबको विस्तारमा तपाईँहरूलाई म यो 7 बाटोको पुरै लोकेसन देखाउँछु है त। अबको भिडियो अर्को भिडियो तर्फ है त। धन्यवाद। अब यो चाहिँ सतबिसी एरियाको लोकेसन, यो 7 बाटो है। दैले दोलखा चरीकोटको 7 बाटो एरिया तपाईँले देखिरहनु भएको छ। यहाँ कतिवटा बाटो छ भने तपाईँले अवलोकन गर्न सक्नुहुन्छ। एकदम रमाइलो ठाउँ रहेछ है। झुरुममा परेको बस्ती अनि अग्ला घर भएको ठाउँ रहेछ। एकदम रमाइलो ठाउँ रहेछ। मैले तपाईँहरूलाई भिडियो कैद गरिरहेको छु है। तपाईँले देखिरहनु भएको छ। र यतापट्टि लास्ट सात बाटो भएको ठाउँ। तपाईँहरू पनि भ्रमण गर्दै हुन्छ नि यो ठाउँमा आएर आफ्नो अवस्था हेर्न सक्नुहुन्छ है। यो ठाउँलाई एकदम रोचक रमणीय ठाउँ छ। यहाँ लक्ष्मी होटल एन्ड लज पनि भनेको छ।
यो होटलमा चाहिँ एक रात बसेको 2500-3000 हुनुभएको भएर म चाहिँ त्यसकै आसपासमा एउटा अर्को 30 भन्ने होटलमा बसेको छु। यहाँ चाहिँ म धेरै नै सस्तो अनि सबैले दुईटा खाना खाएर 700 मा बसेको छु एक रातको। भने अब भोलि म शनिबार चाहिँ 12-1 बजे काठमाडौँ जाँदैछु। यति भन्दै गर्दा यो छोटो क्लिपलाई यहीँ अन्त्य गर्छु। हस्, नमस्ते।